नयाँ ठाउँको खोज रमाइलो मेरो यो युट्युब च्यानल पनि छ होइन। म चाहिँ नयाँ ठाउँको होइन खोज रमाइलो नयाँ ठाउँमा होइन विभिन्न खालको चिजहरू पाइन्छ, हामीले खोज्नु पर्यो होइन। त्यो भित्र के छ भनेर हामीले अध्ययन पनि गर्नु पर्यो, खोज्नु पर्यो के। विशेष गरेर हामी यो संसारमा प्राकृतिकले जन्म दिनुभएको होइन, हामी जन्म लिइसकेपछि यो धरतीमा हामीले केही न केही गरेर त्यो धरतीलाई छोडेर जानुपर्छ। हामी जस्तो जन्मिन्छौँ उस्तै मर्छौँ के। यहाँ अधिकांश संसारको व्यक्तिहरू हामी जस्तो जन्मिन्छौँ उस्तै भएर मर्छौँ। कतिपयलाई खानु नपाएर होइन, लाउनु नपाएर रोडको जुन फोहोरहरू, अरूले फालेको फोहोर खाएर बाँचेर मर्छौँ, अरूले लगाएर फालेको कपडा लगाएर मर्छौँ है। किन भन्दाखेरि हामीले खोजेकै छैन, नयाँ ठाउँमा पुगेकै छैन, हामीले रमाइलो पनि गरेकै छैन होइन। रमाइलो गर्ने हाम्रै हातमा छ, खोज्ने हाम्रै हातमा छ होइन। उपरवालाले दिनुभएको छ सम्पूर्ण एउटा शरीरलाई चाहिँ सबै कुरा, हात होइन, औँलाहरू अनि मुखहरू, दाँतहरू चपाउने दाँतहरू, जिब्रो जुन बोल्दाखेरि फड्किने अनि स्वाद पाउने, अनि आँखाले देख्ने होइन, अनि केश कपालमा के अरे टाउकोमा केश होइन, अनि आँखाको भुइँ, सबै कुरा हाम्रो परमेश्वर पिताले दिनुभएको यो जुन हाम्रो अङ्गलाई आज जुन खानेकुराले गर्दाखेरि तहस नहस पनि भइदिएको छ होइन। यसलाई तहस नहस नबनाउनुको लागि चाहिँ हामीले अलिकता खानपान, हावापानी ध्यान दिनुपर्छ। दोस्रो कुरा मैले अघि नै भने है, दोस्रो कुरा मैले अघि नै भनेको छु, यो संसारमा जन्म लिइसकेपछि यो संसारमा हामीले केही गरेर होइन, केही गरेर हामीले छोडेर जानुपर्छ। हामीले केही गऱ्यौँ भने हाम्रो छोरा नातिलाई पनि हुन्छ, छोरा नातिले पनि फेरि अलिकता थपेर त्यो माथि अलिकता बढाइदिने काम गर्ने हुन्छ है। हामीलाई चाहिँदैन, जति कमाउँछौँ त्यति खान्छौँ, एक दिन मरेर जाने हो, हामीले लगेर जाने केही पनि होइन, घर पनि लाने होइन, पैसा पनि लाने होइन होइन भन्छौँ नि। तर बाँचुन्जेलसम्म त आवश्यक पर्छ, बाँचुन्जेलसम्म सबै यो धरतीमा रहन्जेल, धरतीमा भएको जति हामी मानिस छ त्यो सबैलाई आवश्यक पर्छ। हामी मरेर गए तापनि जुन हामीले गरेर केही कुरा हामीले छोड्यौँ भने हाम्रो जुन छोरा नातिले त कमसेकम उनीहरूले त सोतुपाय गर्छन् के, उनीहरूले खान्छन्, उनीहरूलाई सजिलो हुन्छ। त्यो कुरा सबैमा हुन्छ है। मैले जति चाहेको कमाएँ, अब मैले धेरै कमाएर पनि के गर्ने हुँ भन्छन् कसैले चाहिँ अब खाइ नखाइ के, खाइ नखाइ उनीहरूले चाहिँ धेरै कमाउँछन्, धेरै कमाएर चाहिँ फेरि उनीहरूको आफ्ना पेटलाई मार्ने अनि भने जस्तो प्रशस्ति कपडाहरू नलाउने होइन, त्यो पनि गरेर कतिपय यो संसारदेखि अन्त्य भइदिन्छौँ के। तर त्यो गर्नु चाहिँ हुँदैन। आफूले चाहिएको खानेकुरा खानुपर्छ, आफूले रोजेको होइन, आफ्ना इच्छा अनुसारको कपडाहरू लाउनुपर्छ। यो बाँचुन्जेल हो, मरिसकेपछि त हामीलाई लाज पनि हुँदैन, शरम पनि हुँदैन होइन, केही पनि हुँदैन, भोको पनि हुँदैन, नाङ्गो पनि केही पनि हुँदैन। तर बाँचुन्जेल हिजो जुन सृष्टिकर्ताले हामीलाई सिर्जना गर्नुभयो, त्यहाँदेखि एउटा लाज मान्ने शरीरलाई ढाक्ने कपडा
चिज बनाएर लगाऊ भनेर चाहिँ त्यो खालको हाम्रो माइन्डलाई दिनुभयो होइन। त्यो गरेर अहिले जुन हाम्रो आफ्ना जिन्दगीलाई चलाइरहेको छौँ, यसै गरी नै हामी चलाएर अगाडि जानुपर्छ होइन। त्यो भएको कारणले हामी जुन हाम्रो यो सोचलाई चाहिँ फरक किसिमको जुन पहिलाको सोचभन्दा अलिकता परिवर्तन गरेर मास्टर स्टेपको सोचमा लानुपर्छ, जानुपर्छ। हामीले बाँचुन्जेल खाना लाउन बस्न सबै कुरा चाहिन्छ है, सबै कुरा चाहिन्छ। स्वास्थ्य चाहियो, पैसा चाहियो, बस्ने घर चाहियो, लाउने कपडा चाहियो होइन। हामी सबैलाई के छ जुन मलाई लाज लाग्छ होइन, म चाहिँ अब अलिकता कमाएँ भने अलिक सुख पाउँछु भन्ने कुरा चाहिँ सबैलाई के हुन्छ भन्दाखेरि चाहिँ मनमा हुन्छ के। त्यो भएको कारणले हामी यतिकैमा सीमित हुनु हुँदैन। हाम्रो स्वास्थ्यलाई अलिकता ध्यान आकर्षण दिनुपर्छ, खानेकुरामा ध्यान दिनु पर्यो। हरेक कुरा खानेकुरा पाइन्छ अहिले 21औँ शताब्दीमा, त्यो सबै पाएको जति खानु हामीले मिल्दैन है, केही मात्रामा खानुपर्छ। त्यो भएको कारणले हामी सबै कुरा मिलाएर अगाडि बढ्नुपर्छ। हस्त, धन्यवाद।